नमस्कार। आज म यहाँहरू समक्ष अर्को विशेष कुरा लिएर उपस्थित भएको छु। त्यो विशेष कुरा के होला त? यसो हामीले चिन्तन गरौँ। वास्तवमा हामीले संसारमा भनौँ अथवा विश्वमा अनेक किसिमका धर्महरू छन्। धर्म संस्कृति विविधता छ संसारमा। तर पनि हाम्रो पूर्वीय यो नेपालमा अथवा यो नेपाल भारतमा चाहिँ के छ भने पूर्वीय सनातन वैदिक हिन्दू संस्कृति हाम्रो यहाँ बढी छ अथवा यसको सङ्ख्या ज्यादा छ र यो एउटा पूर्वीय सभ्यताको भूमि पनि हो यो हिमालय क्षेत्र। हामी यहाँ अधिकांश धर्मावलम्बीहरू हिन्दू धर्मावलम्बीहरू योग दर्शन पढ्छौँ, वेद पढ्छौँ, उपनिषद पढ्छौँ, ब्रह्मविद्या पढ्छौँ, अनेक शास्त्रहरू पढ्छौँ, महाभारत पढ्छौँ, हैन, रामायण पढ्छौँ, पुराण श्रीमद् भागवत महापुराण पढ्छौँ। अब असङ्ख्य हाम्रा शास्त्रहरू छन्। त्यसबाट हामीले अनन्त ज्ञानहरू पनि हामीले पाउन सक्छौँ। तर हामीभित्र एउटा जति पनि हामीले अध्ययन गर्छौँ, जति हामी पढ्छौँ, तर त हामीभित्र चाहिँ एउटा प्रश्न छ कि त्यो अधिकांशमा यो प्रश्नहरू चाहिँ हाम्रो उब्जिएको हुँदैन। अधिकांशको भित्र केही प्रतिशतमा छ, तर अधिकांशमा यो प्रश्न नै उब्जिएको हुँदैन। शास्त्र हामीलाई कण्ठस्थ छ, भाषा संस्कृत भाषा पनि सबै आउँछ हामीलाई, वेद वेदाङ्ग सबै पारङ्गत छौँ हामी। तर अधिकांश मानिसहरूको मनमा यो प्रश्न चाहिँ उठेको हुँदैन कि भगवान कहाँ हुनुहुन्छ, भगवान कहाँ हुनुहुन्छ र भगवानलाई कसरी प्राप्त गर्न सक्ने, कसरी प्रत्यक्ष रूपले हामीले भगवानलाई दर्शन पाउन सक्ने र वास्तवमा भगवानले के काम गर्नुहुन्छ भन्नेको प्रश्न हामीभित्र चाहिँ गुन्जिन चाहिँ मुस्किल परिरहेको देखिन्छ। यो प्रश्न चाहिँ हामी आफूभित्र खोज्नुपर्ने, तर हामीले त्यो खोजिरहेका छैनौँ। हामी बाहिर संसारमा त खोजिरहेका छौँ, अनेक चिज भगवान पनि खोजिरहेका छौँ, मन्दिर पनि खोजिरहेका छौँ, ज्ञान पनि खोजिरहेका छौँ, गुरु पनि खोजिरहेका छौँ, सबै खोजिरहेका। तर भगवान कहाँ हुनुहुन्छ, भगवानले के काम गर्नुहुन्छ र भगवानलाई कसरी पाउन सकिन्छ त, वास्तवमा पाउन चाहिँ कसरी सकिन्छ त भन्ने मूल प्रश्न चाहिँ हामीभित्र गुन्जिन सकेको हुँदैन। यदि यो प्रश्न हामीभित्र गम्भीरताका साथ उब्जिने हो भनेदेखि हामी पार हुन्छौँ। यो उब्जिनुपर्ने चाहिँ यो प्रश्न हो, किनकि हामी संसारमा सधैँ बाँच्दैनौँ, हामी अजर अमर छैनौँ। हामी यो संसारबाट सीमित समयको लागि मात्र आएका छौँ, सीमित समयपछि जानुपर्दछ। गएपछि त सिद्धियो। यहीँ हुँदा नै यो प्रश्नको समाधान गर्नु जरुरी छ। धन्यवाद।